हेलो साथी, के छन् तम्रा हाल समाचार? मैले ठिकै छु भन्नु पर्यो। यो भिडियो ल्याउन कारण के हो भने हाम्रा इगोस भाट जो अहिले सामाजिक सञ्जालमा उन दुवै श्रीमान श्रीमतीको जो यो कुरा चलिरहेछ, राम्रा नराम्रा जो कुरा चलिरहेन् यही बारेमा दुई तिनवटा कुरा राखौँ भनेर मैले भिडियो बनाया हो। जो 4 वर्षसम्म प्रेम सम्बन्धमा रह्या त्यस पछाडि अग्नि साँची राखीबटी यज्ञ जगाएबटी पौपिजास देवी देवता राखीबटी बिहा गर्यो। त्यस पछाडि योगेश भाट जो जीले आफै श्रीमतीलाई बिहा गरे पछाडि अमेरिका पठायो स्टुडेन्ट भिसामा और ट्युसन खर्च और पढाइ खर्च सब उठाएबटी मतलब अमेरिका पठायो। अमेरिका जाएबटी 4-5 महिना भए पछाडि कसै अरू केटासित लागिबटी मतलब आफ्ना श्रीमानलाई महँगा लत्ता, महँगा कपडा, महँगा फोन, महँगा गाडी चढायो देखायो भने ऊ श्रीमानलाई कसो लाग्यो? कल्पना गर त। एक कुरा तो भयो। और दोस्रो कुरा भने अब उही चेलीबेटीका इज बुवा कसा हुन्न? जो आफ्नै चेलीको घरबार बिगाड्या इज बुवा कसा हुन्न? अब सोच त तम कल्पना गर त। इज बुवाले त के भन्नु पर्यो भने ए चेली त्यही बाना तेरो पहिलो घर पहिलो निकै हुन्छ, फर्स्ट घर जो हुन्छ ऊ फर्स्ट घरै हुन्छ। ती बाना खा निकिर बाना तखो जिन गरे और भन्नु शब्दमा उल्टा आफ्नै चेलीलाई भड्काएबटी नै नै ठिक छ तिमीले नयाँ जीवन सुरुवात गर और त ज्वाइँलाई डिभोर्स दे भन्ने कुरा यी निका नै होइन क्या। अहिले जमानामा यो आफ्नै आफन्तमाले भरोसा गर्दा धेरै गुना छ कि कसैप्रति भरोसा गर्दा लायकीका नाइ थिए। लेकिन कसैले इत्तुकले नाइ भी कसैले गद्दु यासम्मकोले। लेकिन अहिले उही मान्छेलाई कसो हेर्यो भने एक त डिप्रेसनमा गया छ मान्छे अहिले। कसो हेर्यो उनको छाती कसो पोल्नु लाग्यो भने जब आफ्नै श्रीमती ल हाम्रो भविष्य बनोलो भनेबाट उहिले स्टुडेन्ट भिसामा भविष्य बनोलो ठिक छ ती जा तिनले आफ्नो लागि गर्के और मेरो लागि ले ठिक होलो भनेबाट उहिले अमेरिका पठायो सबै चिज गर्यो भने त्यस पछाडि उही श्रीमतीले त्यसरी धोका दिएबाट तमलाई कसो लाग्यो? कल्पना गर त। मलाई त यो एकदमै नराम्रो लाग्यो। तमलाई कसो लाग्यो? यो बारेमा अवश्य बताइदिया। तमलाई निको लाग्यो भए यो भिडियो सक्दो शेयर गर्या, सक्दो शेयर गरिदिया और मेरो बनाया भिडियो यो निको लाग्यो भने लाइक कमेन्ट और शेयर सक्दो शेयर गरिदिया क्या। तमलाई कसो लाग्यो यो कुरा मेरी कि तमलाई यो भिडियो निको लाग्यो भए फलो गद्दै जिन भोलिया।